नमस्ते साथीहरू, तपाईँ पनि नेपालबाट इजरायल केयर गिभर G2G प्रोग्राम मार्फत जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि निकै महत्त्वपूर्ण हुन सक्छ। किनकि 2026 को लागि आवेदन खुलिसकेको छ र हजारौं नेपालीहरूले आवेदन दिँदैछन्। तर धेरैजनालाई चाहिँ तपाईँको योग्यता, इङ्ग्लिस टेस्ट, लकी ड्र र आवेदन प्रक्रियाबारे सही जानकारी छैन। त्यसैले आजको भिडियोमा म तपाईँलाई इजरायल केयर गिभर G2G प्रोग्राम सम्बन्धी सम्पूर्ण जानकारीहरू यो भिडियोमा बताउन गइरहेको छु। सो साथीहरू, भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्न नबिर्सिनुलाई भन्दै अब लागौँ हामी आजको भिडियोतर्फ है त। सुरुमा तपाईँ यहाँ देख्न सक्नुहुन्छ इजरायल दीर्घकालीन र स्याहार केन्द्रमा नेपाली सहायक कामदार छनौट भनिएको छ र जसमा तपाईँको नेपाल सरकार र इजरायल सरकार बीचको श्रम सम्झौता अनुसार विज्ञापन नम्बर रहेको छ तपाईँको 018283 र मिति त रहेको छ तपाईँको यसको 83 2 महिना 13 गते चाहिँ यसको चाहिँ तपाईँको आधिकारिक रूपमा विज्ञापन खुलेको छ र कुल पद चाहिँ तपाईँको यहाँनिर 2300 जना रहेको छ है त। यस पछाडि हामी कुराकानी गरौँ यसमा आजको चाहिँ हामी यस टपिकभित्र चाहिँ के रहेको छ भनेर। र सुरुमा तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर पद र सेवा सुविधा रहेको छ। त्यसपछि तपाईँको आवश्यक योग्यता के चाहिन्छ भन्ने रहेको छ। तेस्रोमा रहेको छ तपाईँको यहाँनिर आवेदन प्रक्रिया। चौथो रहेको छ तपाईँको छनौट प्रक्रिया र पाँचौं रहेको छ तपाईँको पूर्व शर्त र खर्च कति लाग्छ भन्ने कुरा है। सुरुमा कुरा गरौँ हामी पद र सेवा सुविधा है। र पद र सेवा सुविधामा चाहिँ के कुरा रहेको छ त यहाँ तपाईँ देख्न सक्नुहुन्छ। पद विवरण र मासिक सुविधा भनेर यहाँ लेखिएको छ, जसमा तपाईँको यसमा चाहिँ 2300 जना चाहिँ तपाईँको यहाँनिर माग सङ्ख्या रहेको छ, जसमा तपाईँको महिला 60% रहेको छ भने पुरुष चाहिँ 40% मात्र रहेको छ है त। त्यसपछि तपाईँको यहाँनिर मासिक तलबको कुरा गर्नुपर्दा 6443.85 NIS भनिएको छ, जुन चाहिँ तपाईँको नेपाली आजको मूल्य अनुसार चाहिँ तपाईँको नेपाली 3.5 लाख भन्दा माथि पर्न आउँछ है त। त्यसपछि अर्को रहेको छ यहाँनिर तपाईँको काम गर्नुपर्ने दिन, जसमा तपाईँको हप्ताको 6 दिन काम गर्नुपर्ने हुन्छ, जसमा 42 घण्टा रहेको छ र अतिरिक्त समय बाहेक चाहिँ तपाईँले यति काम गर्नुपर्ने हुन्छ है त। त्यसपछि तपाईँको करार अवधिको कुरा गर्नुपर्दा यसको करार अवधि चाहिँ 5 वर्ष रहेको छ र सुरुमा तपाईँ 1 वर्षको लागि जानु पाउनुहुनेछ र त्यसपछि तपाईँले वर्षै पछि रिन्यू गर्नुपर्ने छ भनेको छ है त। त्यसपछि तपाईँको यहाँनिर ओभरटाइम सुविधा, जसमा तपाईँको इजरायली सरकारको नियम अनुसार हुनेछ। त्यसपछि वार्षिक बिदाको कुरा गर्नुपर्दा इजरायली कानुन अनुसार नै तपाईँले बिदा पाउनुहुन्छ। खाना सुविधामा तपाईँको कामदार स्वयंले बेहोर्नु पर्ने भनेको छ। त्यसपछि बस्ने सुविधा तपाईँको रोजगारदाताले आवासको प्रबन्ध गर्ने भन्नु त उसले खोजिदिने, तर खर्च चाहिँ कामदार आफैले बिहोर्नु पर्ने भनेको छ। यो कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। त्यसपछि करार अवधि र थप सुविधा भनेको छ, जसमा थप गर्न सकिने र अधिकतम 5 वर्षसम्म है त। जसमा तपाईँको कार्य विवरण तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, सरसफाइ, पोषण, हेडोल र सुपरभाइजरको निर्देशन अनुसार चाहिँ तपाईँले त्यहाँनिर सहयोग गर्नुपर्ने छ भनेको छ है त। त्यसपछि तपाईँको बसोबास र कोष कट्टा हुने खर्चहरू भनेको छ, जसमा तपाईँको विदेशी कामदार कोषमा चाहिँ तपाईँको मासिक परिश्रमको 12.5% रकम रोजगारदाताले कामदारको तपाईँको बैंक खातामा जम्मा गर्नेछ भनेको छ, जसमा करार समाप्त हुनसाथ कामदारलाई खातामा जम्मा रकम भुक्तानी दिइनेछ भनेको छ। जस्तै गैर कानुनी बसाइ 6 महिना नागेमा कोषको सम्पूर्ण रकम जफत गरिनेछ भनेको छ है त। तपाईँको जुन यहाँ दर्ता गरिराखेको रकमलाई चाहिँ यदि तपाईँ गैर कानुनी हिसाबले 6 महिनाभन्दा बढी बस्नुभयो भने त्यो पैसा चाहिँ तपाईँको जफत गरिनेछ भनेको छ। त्यसपछि बसोबासको सुविधा तपाईँको हामीले अघि पनि कुराकानी गऱ्यौँ। रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियम अनुसार आवासको प्रबन्धन गर्नेछ र सोझो खर्च कामदारले बेहोर्नु पर्नेछ भनेको छ। खाना सुविधा कामदार स्वयंले बेहोर्नु पर्ने, विदेशी कामदार कोष र बसोबास सम्बन्धी नियम इजरायली कानुन अनुसार हुने भनेको छ। त्यसपछि तपाईँको यहाँनिर क्रम सङ्ख्या 1 मा रहेको छ तपाईँको रोजगारदाताबाट उपलब्ध गराइने स्वास्थ्य बिमाको प्रिमियम रकम चाहिँ तपाईँको करकट्टा हुने भनेको छ। 2 मा आवास र खाना खर्च, 3 मा रहेको छ तपाईँको सम्पत्ति कर, पानी, बिजुली र महसुल, र 4 मा रहेको छ तपाईँको आयकरहरू रहेको छ है। त्यसपछि हाम्रो दोस्रो रहेको छ आवश्यक योग्यता। आवश्यक योग्यता चाहिँ हामीलाई के कुरा चाहिन्छ भनेर यहाँ तपाईँलाई दिएको छ, जसमा तपाईँको 1 नम्बरमा नागरिकता, नेपाली नागरिक हुनुपर्ने, उमेर सीमा तपाईँको 25 वर्ष पुरा भई 45 वर्ष ननागेको भनेको छ। शारीरिक मापदण्डको कुरामा तपाईँको उचाइ कम्तीमा 1.5 मिटर र तौल कम्तीमा 45 किलोग्राम भनेको छ। शैक्षिक योग्यताको कुरा गर्नुपर्दा तपाईँको 10 कक्षा उत्तीर्ण प्लस ANM प्लस अथवा CMA भनिएको छ 15 महिनाको, वा तपाईँको +2 अनि त्यसपछि आएर 3 महिनाको केयर गिभरको तालिम लिएको भनिएको छ है। यो कुरा चाहिँ तपाईँले
बुझ्नुपर्ने हुन्छ है त। यो चाहिँ तपाईँले मजाले यसलाई हेर्नु होला। शैक्षिक योग्यतामा तपाईँको 10 कक्षा उत्तीर्ण गरेको हुनु पर्यो, एएनएम अथवा सिएमए 15 महिना गरेको हुनु पर्यो, वा 10+2 अथवा +2 गरेको प्लस तपाईँको केयर गिभरमा 3 महिनाको तालिम लिएको हुनु पर्यो भनेको छ। त्यसपछि अर्को रहेको छ पूर्व अनुभव, जसमा विगतमा इजरायलमा कार्य नगरेको, जस्तै तपाईँको योभन्दा अगाडि तपाईँले इजरायलमा गएर काम गर्नुभएको छ, त्यहाँनिर तपाईँले बसेर आउनुभएको छ भने तपाईँलाई यो भिजा चाहिँ एप्लाई गर्न पाउनुहुन्न। त्यसपछि अर्को रहेको छ परिवारको स्थिति, जसमा तपाईँको बुवा आमा पति पत्नी छोराछोरी इजरायलमा बसोबास वा कार्यरत नरहेको, अथवा त्यहाँनिर चाहिँ तपाईँको जुन आफन्तहरू हुनुहुन्छ नि घर परिवारको बुवा आमा भयो, पति पत्नी भयो, छोराछोरी चाहिँ अहिले हालसालै चाहिँ इजरायलमा बसेर कार्यरत नरहेको अथवा त्यहाँ बसेर काम नगरेको हुनुपर्ने छ भनेको छ। अर्को रहेको छ स्वास्थ्य अवस्था, जसमा तपाईँको शारीरिक मानसिक रूपमा स्वास्थ्य जीर्ण रोगबाट ग्रसित नभएको, दुर्व्यसनमा नलागेको भनेको छ। अर्को रहेको छ सबभन्दा महत्त्वपूर्ण इम्पोर्टेन्ट कुरा पासपोर्टको म्याद, जसमा चाहिँ तपाईँहरूलाई लाग्न सक्छ कि मेरो चाहिँ अब 2 महिना बाँकी, अथवा अझै मेरो डेट सकिन 2 महिना बाँकी छ, 3 महिना बाँकी छ हैन, अझै मेरो 1 वर्ष बाँकी छ, 2 वर्ष बाँकी छ, तपाईँको त्यस्तो कुरा हुन्छ नि, त्यो कुराहरूमा चाहिँ तपाईँले ध्यान दिनुपर्ने हुन्छ। यसमा स्पष्ट रूपमा के भनेको छ भने प्रक्रिया प्रारम्भ गर्दाको मितिमा कम्तीमा 3 वर्ष बाँकी हुनुपर्ने भनेको छ, जसमा तपाईँले अनलाइन फर्म भरेको जुन दिन छ त्यो दिनदेखि तपाईँको 3 वर्ष चाहिँ तपाईँको बाँकी हुनुपर्छ तपाईँको पासपोर्टको म्याद है। यो कुरालाई तपाईँले धेरै ध्यान दिनु होला। अर्को रहेको छ तपाईँको चारित्रिक प्रमाणपत्र, अथवा तपाईँको जुन यसमा चाहिँ तपाईँको पुलिस रिपोर्ट भनौँ है त, पुलिस रिपोर्टमा चाहिँ तपाईँले पुलिस रिपोर्ट चाहिँ तपाईँले त्यहाँ पेश गर्नुपर्ने हुन्छ, जसमा चाहिँ तपाईँको अहिलेसम्म चाहिँ आपराधिक गतिविधिमा तपाईँ संलग्न नरहेको, आपराधिक रेकर्ड नभएको चाहिँ तपाईँको यहाँनिर प्रमाणपत्र तपाईँले यो अपलोड गर्नुपर्ने हुन्छ। र अर्को रहेको छ कार्यक्षमता, जसमा चाहिँ तपाईँले गह्रो सामान उचाल्न सक्ने, स्याहार केन्द्रका सहायक कामदारको रूपमा कार्य गर्न सक्ने सामर्थ्य भएको भनेको छ। यो कुरा चाहिँ तपाईँको न्यूनतम योग्यता र मापदण्डको रूपमा यहाँ तोकिएको छ है। तेस्रो नम्बरमा हामी कुरा गरौँ आवेदन प्रक्रिया। आवेदन प्रक्रिया कस्तो रहेको छ भनेर हामी कुराकानी गर्नेछौँ यसमा, जसमा तपाईँको चरण 1 मा अनलाइन आवेदन है, अनलाइन आवेदन रहेको छ, जसमा तपाईँको विभागको वेब पोर्टलमा गएर तपाईँले चाहिँ उपलब्ध अनलाइन फारम भर्नुपर्ने र अनलाइन फारम कसरी भर्ने भनेर त्यहाँनिर मेन्युअली सिकाएको छ भनेको छ। र दोस्रो चरण रहेको छ तपाईँको CIIN इन्टरनेसनल क्वालिफिकेसनबाट क्याम्ब्रिज अफ स्किल इङ्ग्लिस टेस्टमा रिडिङ A2, राइटिङ A1 र लिसनिङ A2 र स्पिकिङ B1। रिडिङमा A2 आउनु पर्यो, राइटिङमा A1 आउनु पर्यो, लिसनिङमा A2 आउनु पर्यो र स्पिकिङमा B1 आउनु पर्यो भनेको छ। र त्यसपछि अर्को रहेको छ तपाईँको चरण 3 मा चाहिँ कागजात अपलोड गर्ने, जसमा तपाईँको आवेदनसँग निम्न कागजात अपलोड गर्नुपर्ने छ भनेको छ, जसमा तपाईँको पासपोर्टको स्क्यान कपी, प्रहरी चारित्रिक प्रमाणपत्र भनेको तपाईँको पुलिस रिपोर्ट भइहाल्यो, त्यसपछि सेल्फ डिक्लेरेसन भनेको तपाईँको स्वघोषित रूपमा तपाईँले एउटा चाहिँ त्यहाँनिर एउटा फर्म भर्नुपर्ने हुन्छ, त्यो रहेको छ। र अर्को रहेको छ तपाईँको एडेन्डियम 2 भनेको छ, त्यसमा चाहिँ वेभर भनेको छ, यो चाहिँ तपाईँले नराख्दा पनि हुने भनेको छ है त। र अन्तमा तपाईँको महत्त्वपूर्ण सूचनामा चाहिँ अपलोड गरेको कागजातहरूको वैधानिकताको पुष्टि गर्ने उत्तरदायित्व उम्मेदवारको हुनेछ भनेको छ, जसमा तपाईँले जे कुराहरू तपाईँले अपलोड गर्नुपर्ने हुन्छ र त्यसको चाहिँ वैधानिकताको चाहिँ के हो त, यो सक्कली हो कि नक्कली हो भन्ने कुराको चाहिँ पुष्टि चाहिँ तपाईँ आफैले गर्नुपर्ने भनेको छ। र गलत ठहरेमा सम्बन्धित उम्मेदवार नै कानुनअनुसार कारबाहीको भागी हुनेछ। तोकिए बमोजिमको सम्पूर्ण कागजात पेश नभएमा दरखास्त स्वीकृत हुने छैन भनेको छ। यो कुरा तपाईँहरूले बुझिसक्नु भएको छ है त। त्यसपछि हामी अर्को नेक्स्ट कुरामा जाउँ। नेक्स्टमा रहेको छ महत्त्वपूर्ण मितिहरू, जसमा यो सूचना प्रकाशन मिति चाहिँ तपाईँको 2083 2 महिना 13 गते भएको थियो, तपाईँहरूलाई थाहा छँदैछ। र यसको अनलाइन आवेदन सुरु मिति, यो अनलाइन फारम चाहिँ कहिलेदेखि भर्ने त, यसको आवेदनको सुरु मिति रहेको छ 2083 2 महिना 17 गते राति 12 बजेदेखि चाहिँ यसको फर्म खुल्ने भनेको छ। र यसको अन्तिम मिति के रहेको छ भन्दाखेरि 2083 3 महिना 17 गते राति 12 बजेसम्म भनेको छ। र जम्मा तपाईँले 21 दिनभित्रमा चाहिँ यो सबै अनलाइन फर्महरू चाहिँ दर्ता गरिसक्नुपर्ने भनेको छ है त। त्यसपछि अर्को रहेको छ हाम्रो नेक्स्टमा छनौट प्रक्रिया। अब यसको छनौट प्रक्रिया चाहिँ कसरी हुन्छ त भनेर हामी कुराकानी गर्नेछौँ। छनौट प्रक्रियाको चरणहरूमा पहिलो चरणमा रहेको छ FARMS स्वीकृति भनेको छ, र दोस्रो चरण तपाईँको रोस्टर तयार पार्ने भनेको छ, तेस्रो चरण तपाईँको PIBA नेम चेक भनेको छ, र चौथो चरणमा तपाईँको लोटरी छनौट, र पाँचौं चरण तपाईँको रोजगार प्रक्रिया भनेको छ। र तल तपाईँको चाहिँ छनौट समितिले योग्य उम्मेदवारहरूको अन्तिम रोस्टर तयार पारी
PIBI लाई जाँचबुझ अथवा नेम चेकको लागि उपलब्ध गराउनेछ। PIBI ले इम्प्लिमेन्टेसन प्रोटोकल बमोजिम लोटरीद्वारा आवश्यक कामदार छनौट गर्नेछ भनेर यहाँनिर लेखिएको छ। र त्यसपछि छनौट चरणबद्ध योजनामा पहिलो चरणमा चाहिँ तपाईँको 1000 जनालाई चाहिँ रोजगारको लागि लगिनेछ भनेको छ र दोस्रो चरणमा चाहिँ 1300 जना PIBI को आवश्यकता अनुसार रिजर्भ पोलबाट चाहिँ लगेर जानेछ भनेको छ। र तल चाहिँ तपाईँको यहाँनिर लोटरीमा छनौट नभएकाहरूलाई रोजगार प्रक्रियामा समावेश गराउन विभाग बाध्य हुने छैन भनेको छ है त। त्यसको मतलब जो तपाईँहरूमध्ये जो कोही पनि जो लोटरीमा पर्नुहुन्न उहाँहरूलाई चाहिँ विभागले चाहिँ लानको लागि चाहिँ बाध्य हुने छैन भनेर भनिएको छ है त। त्यसपछि अर्को रहेको छ हाम्रो पूर्व शर्त र खर्चहरू हैन। पूर्व शर्त भन्नाले त्यहाँ तपाईँले के कुराहरू मान्नुपर्ने हुन्छ र अनि हाम्रो खर्च कति लाग्छ भनेको छ, त्यो कुराहरू हामी यहाँ हेरिहालौँ है त। यसमा तपाईँको इजरायल प्रस्थान अघिका पूर्व शर्तहरू भनेर लेखिएको छ, जसमा तपाईँले यहाँनिर इजरायलमा गैर कानुनी बसाइ नगरेको, करार समाप्त भएपछि इजरायल अनिवार्य छोड्नुपर्ने छ भनेर भनिएको छ। त्यसपछि दोस्रोमा रहेको छ तपाईँको करार सम्झौतामा उल्लेख भएको काम बाहेक अन्य क्षेत्रमा काम गर्न पाइने छैन भनेको छ। र तेस्रो रहेको छ तपाईँको यहाँनिर इजरायल प्रस्थान अगावै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट अभिमुखीकरण तालिम चाहिँ अनिवार्य लिनुपर्ने भनेर भनिएको छ है। यो कुरा तपाईँले यहाँनिर पनि हेर्न सक्नुहुन्छ। र यहाँनिर टपमा तपाईँको अर्को रहेको छ तपाईँको इजरायल प्रस्थानको 12 घण्टा अगाडि चाहिँ COVID-19 को नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने हैन। तपाईँको कोभिड पनि चेक गर्नु पर्यो, स्वास्थ्य परीक्षण चेक गर्नु पर्यो, स्वास्थ्य परीक्षणको प्रमाणपत्रहरू चाहिँ तपाईँले यहाँनिर राख्नुपर्ने हुन्छ भनेर यहाँनिर तोकिएको छ। यो कुराहरूलाई तपाईँले एकदमै हेर्नु होला है। त्यसपछि अर्को रहेको छ हाम्रो कामदारले बिहोर्नुपर्ने खर्चको चाहिँ के छ त विवरणहरू, जसले तपाईँ भर्दै हुनुहुन्छ तपाईँले के कुराहरूमा चाहिँ खर्च बिहोर्नुपर्ने हुन्छ भनेर यहाँनिर लेखिएको छ। त्यसपछि यसमा सबैभन्दा सुरुमा क्रम संख्या 1 मा रहेको छ हवाई भाडा, जसमा तपाईँको नेपालदेखि इजरायल जानको लागि एकतर्फी भाडा, जुन चाहिँ तपाईँको अनुमानित खर्चमा चाहिँ यहाँनिर प्रचलित बजार दर अनुसार भनेको छ हैन। जुन बेला तपाईँले चाहिँ प्लेनको भाडा काट्नुहुन्छ अथवा टिकट काट्नुहुन्छ त्यो बेलाको प्रचलित दर अनुसार तपाईँले त्यसलाई पे गर्नुपर्ने हुन्छ। दोस्रो रहेको छ स्वास्थ्य बिमा, जसमा तपाईँको उमेर अनुसार रु 3708 देखि 4931 सम्म लाग्ने भनेको छ। यो चाहिँ उमेर अनुसार फरक पर्ने भयो। तेस्रो रहेको चाहिँ यहाँनिर पूर्व प्रस्थान अभिमुखीकरण तालिम भनेको छ, जसमा चाहिँ तपाईँको 700 रुपियाँ तोकिएको छ र महिलाको हकमा चाहिँ यो निशुल्क रूपमा चाहिँ यो तालिम दिनेछ भनेको छ। र अर्को रहेको छ पासपोर्ट, जसमा तपाईँको राजधानी विभागले तोके अनुसार त्यहाँनिर यदि तपाईँले पासपोर्ट बनाउनु भएको छैन अथवा तपाईँको पासपोर्ट चाहिँ नयाँ हो भने नयाँ तपाईँले क्रिएट गर्नुपर्ने हो भने त्यहाँ तोकेको अनुसार तपाईँले त्यहाँ पैसा तिर्नुपर्ने हुन्छ भनेको छ। र त्यसपछि अर्को रहेको छ स्वास्थ्य परीक्षण, जसमा तपाईँको 9500 सम्म चेक जाँच अथवा त्यसको विषय अनुसार तपाईँको लाग्नेछ भनेको छ। अर्को रहेको छ भाषा परीक्षण शुल्क, जसमा तपाईँको रु 5000 रहेको छ हैन, जो चाहिँ तपाईँले तिर्नुपर्ने हुन्छ भाषाको लागि। जुन टेस्ट हुन्छ यो टेस्टको लागि तपाईँले तिर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको COVID-19 को PCR परीक्षण भनेको छ, यो आवश्यकता अनुसार कति लाग्छ, कतिचोटि गर्नुपर्ने त्यो अनुसार तपाईँले यसको खर्च बिहोर्नुपर्ने हुन्छ। अर्को रहेको छ तपाईँको वैदेशिक रोजगार कल्याणकारी कोषमा तपाईँले 1500 रुपियाँ जम्मा गर्नुपर्ने हुन्छ। अर्को रहेको छ तपाईँको सामाजिक सुरक्षा कोष, जसमा तपाईँले 2308 चाहिँ कोषको नियम अनुसार जम्मा गर्नुपर्ने हुन्छ। र यसरी जम्मा जम्मी अनुमानित खर्च चाहिँ तपाईँको 22016 रुपियाँ भनेको छ, जसमा तपाईँको हवाई भाडा र पासपोर्टको शुल्क, जुन तपाईँले टिकटको शुल्क र पासपोर्टको चाहिँ यहाँनिर जोडिएको छैन भनेर यहाँनिर तपाईँको यहाँनिर विभागले दिएको छ है त। र अन्तमा तपाईँहरूलाई थप जानकारीको लागि अथवा सम्पर्कको लागि यहाँनिर मोबाइल नम्बर, G2G सेक्सनको मोबाइल नम्बर, IT सेक्सनको मोबाइल नम्बर, इमेल, वेबसाइट र आवेदनको पोर्टलको चाहिँ यहाँनिर वेबसाइटको लिङ्क अथवा यहाँनिर वेबसाइटको यहाँनिर एड्रेस दिएको छ। र लास्टमा तपाईँको यहाँनिर पुनश्च यसभन्दा अघिको विज्ञापनमा लोटरीमा छनौट नभएका उम्मेदवारहरूले तोकिएको अङ्ग्रेजी भाषाको मापदण्ड लगायत अन्य शर्तहरू पूरा गरी आवेदन दिन सक्नेछन् भनेको छ। र त्यसभन्दा मुनि चाहिँ आवेदनका साथ पेश गरिएका विवरण तथा कागजातहरू गलत ठहरीमा उम्मेदवारको आवेदन जुनसुकै बखतमा खारेज हुनेछ भनेर यहाँनिर प्रष्ट रूपमा लेखिएको छ। सो साथीहरू, तपाईँहरूले यो सबै कुराहरूलाई बुझेर र तपाईँले आफ्नो चाहिँ डकुमेन्टहरू हेरेर हैन यो भिजा मेरो लागि हो कि होइन भनेर तपाईँले एकदमै प्रष्टसँग यो कुराहरूलाई पहिला बुझ्नुहोस्। त्यसपछि आएर तपाईँको यी सबै कुराहरू छ भने चाहिँ तपाईँले यसमा फर्म भर्न सक्नुहुन्छ भन्दै योभन्दा बाहेक अन्य कुराहरू तपाईँलाई केही कन्फ्युजन छ, केही सोध्न मन छ भने कमेन्टमा तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र यसमा म तपाईँलाई रिप्लाई दिनेछु भन्दै आजको लागि भने चाहिँ भिडियो यति नै। अर्को नयाँ भिडियोमा हामी फेरि भेटौँला।